हामी हेरे त हेरे तिमी क्यों निभाएर मैले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा इस्टाब्लिस गर्दैछु अहिले म यो एनाउन्समेन्ट गर्न चाहन्छु म बालनसँग नजिक छु म हर्कसँग नजिक छु म ओलीसँग टाढा छु बुझ्नु भएन म अब आफूलाई भावी प्रधानमन्त्रीको रूपमा हेरिरहँदा नेपाली हो नि मैले एउटा योजना पारित गर्न लागेको छु जुन योजनामा केही थप कुराहरू राख्नुपर्ने छ जस्तो लागेमा तपाईहरुले अहिले नै कमेन्ट गरिदिनुस् किनकि मैले त्यो कुराहरू रिलिज गरिसकेपछि त्यसलाई फेरि सुधार्दै हिँड्नको लागि म प्रधानमन्त्री होइन बुझ्नुभयो नि राष्ट्रले नचिनेको गहना हो रतन कार्की किन चिनिरहेको छैन राष्ट्रले ओके वेलकम ब्याक गेमको लागि आज हामी अलिकति बाहिरको लागि सिजोका सिटीसम्म पुग्दैछौँ आज हामीसँग हुनुहुन्छ मिस्टर एके अर्जुन है पछाडि हुनुहुन्छ नवीन राजा ल्याउँ भनेर आवाज उठाउँदा राजै नमान्दा मैले ठिक छ नि त दीपक राजगिरीलाई भयो भने ल्याउँ भनेर आवाज उठाएँ तपाईहरुलाई यो कुरा मन पर्यो तिमी अझै जापान छौ किन अस्ति केबी पाले इन्टरभल लगाएर तिमीलाई छान्न खोजे हैन जेल हाल्नु भनेको त्यस्तो जेल त अब नेपाली भएपछि नेपालमा कहाँ सुरक्षित छ र अब विदेशका लागि तानेर जेल हाल्ने भन्छन् बोल्नै डर लाग्छ साथीभाइहरू अब मागे छैन माफी त उसले माफी मागे मैले छोडिदिएँ कि खास कुरो के हो भनेदेखि साथीहरू Fuji guys, हाम्रो आज यही तल गेम छ तर टु क्लोज है टु क्लोज है लास्ट क्लोज अनि एरिया माउन्ट फुजीको पुरै बाटोभरि हुने हुन्छ है बाटोभरि बोकेछ यो अब यहाँबाट गयो भने हजुर स्की खेल्ने ठाउँहरु नजिकै छ कि कस्तो नेपाल हुँदा पनि यति नजिकबाट हिमाल देखाएको छैन हेर्दा है कसम यार टु बी अनेस्ट यो के रे हिउँ परेको त्यो छ नि सेतो त्यसले गर्दा कस्तो चकिलो देखेको नि है उनको मुहार पनि यस्तै छ हिउँ परेको जस्तै पुरै चौर देखियो त यार दामी देखियो यार ओए लास्टै दामी देखियो यार भगवानको समय यार फुजी लास्टै दामी देखियो यार यो त सानसाना किताबको पाना देखा भन्दा दामी देखियो तिर त झन् बढी हिउँ परेर रहेछ त यार चारैतिर यार सब टल्क्यो यार हिउँले गर्दाखेरि गाडीमा ओए लास्टै दामी हिउँ पऱ्यो यार गुफा हो यही हो 5000 को बनायो यस्तो बाटोमा मजाक नगरौँ न 129 त यस्तो साङ्ग्रो बाटो नभनेको साङ्ग्रो का चाहिँ यत्रो छ कति हाने 150 हाने न पुरा ए 150 हाने मलाई 150 200 हान्दियो अहिले कति छ नर्मल केडे खेल्न पर्छ यार 110 तैले स्टोरी रिसप 15 जस्तो बनाइछ नि हुन्छ दाइ सिंहले शिकार गर्नुभन्दा अगाडि वरिपरिको माहौल हेर्छ रे के हेर्नु पर्यो माहौलमा हाम्रो झन्डा नदेखेपछि अलिकति विनिङ ट्रफी उठाएर हिँड्ने रहर छ अब जिताउँछ कि जिताउँदैन हाम्रो दाइहरूले भन्ने कुरा हेर्नु बाँकी नै छ है आज अफिसियल गेम फुजीमा छ हामी टोकियोबाट अब युपिएल खेल्न आइरहेको छौँ सबजनालाई थ्याङ्क यू भन्न चाहन्छु है मैले अनि अब आजको गेममा हाम्रो अब डेब्यु गर्ने 3 जना प्लेयर छन् आज डेब्यु गर्दैछन् उसलाई पनि बधाई दिँदै उसको नाम चाहिँ विशाल राणामा गर्छ साथीको नाम सुरज छ एज अ बलर हामीसँग डेब्यु गर्दै हुनुहुन्छ अलराउन्डर भाइ चोकी ड्रागनमा आइसक्नु भएको छ अबदेखि एनर्जी लस हुने कामहरू छोड्नु पर्यो सबजनालाई हेरेर थ्याङ्क यू अब हामी गर्न चाहन्छौँ है आज हाम्रो गेम छ थ्याङ्क यू सो मच आज हामी सबैको मन शिवनजी
थ्याङ्क यू हामीसँग आज हुनुहुन्थ्यो जीवनजी साथी प्र्याक्टिस हल्का बढाइदिनुहोस् guys, thank you. ल गाइस है सबजनालाई गुड मर्निङ भन्छु म सुरुमा होइन अब दिन चाहिँ राम्रो सुरुवात गरौँ होइन अब हिजोको गेम जे जस्तो भयो जितेर अब सेमिफाइनल आइएको छ होइन अब हिजो हामीले चेजमा जित्यो होइन आज अब डिफरेन्ट छ होइन प्लान अब ब्याटिङ टस हारेर पनि हाम्रो अब ब्याटिङ परेको छ ब्याटिङै लिने सोच्यो ब्याटिङ परेको छ अब हिजो अलिकति प्रेसर टाइपले खेलिएको थियो भने त्यसलाई चाहिँ अलिकति आफ्नोबाट हटाएर होइन अझै गर्न सक्छु भनेर 100% दिएर होइन सकेसम्म खुलेर मजाले फ्रिली आफ्नो 100% दिएर होइन दुईवटा के अरे यो एउटा गेम हो यो गेम गयो भने फाइनलमा पुगिन्छ अनि त्यसपछि ट्रफी त के गर्नुपर्छ सबैलाई थाहा छ मैले भन्न पर्दैन होइन च्याम्पियन त्यही हो मलाई केही भन्नु छैन जानी सुरुको विशाल र जीवन दाई होइन जानु अनि त्यसपछि पावर प्लेमा राम्रोसँग युज गर्नु राम्रो बललाई रेस्पेक्ट गर्नु अनि त्यसपछि खेल्नु त्यो भनिरहनु पर्दैन त्यो दाइहरूले खेला चाहिँ एक्सपिरियन्स पनि छ होइन सकेसम्म पावर प्लेमा विकेट नगर राम्रो 6 ओभर 40-45 रन नर्मल एभरेजमा विकेट नजाओस् के होइन त्यो भयो नि बेस्ट अब त्यहाँबाट झन् माथि भयो नि झनै बेस्ट भयो होइन त्यही अनुसार केटा हो अरू के होइन बेसिक आनन्दले है नो प्रेसर नो एनिथिङ के कसैको कुरा बाहिरको नसुन भित्रको नसुन इन्जोय द गेम जस्ट हैन आफ्नो गेम खेल इन्जोय गर के प्रेसर छोड्देऊ के यो सेमी फाइनल हो यो हो भनेर नसोच के जस्ट नर्मल गेम त्यही हो आफ्नो गेम इन्जोय आनन्दले खेल 100% देऊ है एकदम त्यही हो यहाँसम्म आज सेमी फाइनल आइसकेपछि म यस्तो भयो उस्तो भएन भन बरु जाऊ केही हुन्छ नि म त्यहाँ बरु अब यताउता भयो नि ड्रागन छ हैन ल आफ्नो 100% देऊ गाइस एफर्टमा चाहिँ कम नगर हेट क्याप खोला सबले है ओके ल है त म ड्रागन नभनम के उसको नाम जय पशुपतिनाथ के जय भद्रकाली कपालिनी शॉट ओए दुई We want over. Shot! Chauka! पहिलो च्याम्पियन भएकोमा टोकियो ड्रागनलाई सबैजना जुम्बान पहिलो प्राइज प्रदान गरिदिनुको लागि बजाउनु पर्यो भाइ सहयोग गरिदिनुको
केरी चलाइ ताली बजाउँदै ओइ ताली बजाउँदै Come on, Captain! जिरो गर्ने कतिवटा छ जिरो गर्यो Mistake हुन्छ रङ्ग मिलेर कस्तो गरेथ्यौ भान्जाले नै के उतार्यो औपचारिक कार्यक्रम यही समाप्त भएको मैले अब हामी फोटो सेक्सन फोटो खिचाउनु बस त लाइनमा बस यार सजना अगाडि सजना पछाडि ल ट्याक्क खोलेर दाइ ल गन्यो यही गन्यो केही भएन 25 यहाँ छ 25 चाहिँ चेक हो है मेरो टोटल 50 है कसम साच्चै नै चेक देखाउँदा हुन्छ न पत्ते ए ठीक भन्नु न ल हेर म्यानेजरले यस्तो जितायो केटा जितायो म्यानेजरले जितायो यो भान्जालाई फेरि ग्रुपमा हाल्यो अहिले फेरि बडी पोलिस के एड गर्नु हो त फेरि खतरा हुन्छ र म मामा है फेरि उहाँ फोटो भोट भएर हामी हेरेको हेरे तिमी क्यों